Hey guys, welcome back to my new vlog, new day new vlog. आजको ब्लगमा तपाईलाई स्वागत छ हैन। होप तपाईहरु सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै छु। अनि अब आज चाहिँ हामी चाहिँ भैँसी काट्नु पर्ने छ। भैँसी काटेको भिडियो हेर्नु पर्छ है साथीहरु। ट्याक्क लगाएर भैँसी दामी हान्ने हो। के हो यो चाहिँ? हाम्रो गाउँमा भैँसी काट्छ। यहाँ माथि काट्छु मलाई भैँसी चाहिँ यता माथि। यो डोजरको यो क्या खन्ने उ त्यस्तो निक्लेको यो सबै। ओची तल अम्बक खानु पर्छ है हामी चाहिँ। अब गुन्टे अम्बक खानु। यहाँ तल अम्बक रहेछ क्या। सेतै है उ त्यहाँनिर त्यो उ त्यहाँ छ नि त्यो बोट त्यहाँ अम्बक टन्नै छ सेतै बिस्तारै आयो यहाँ बोडाहरू यो फेरि लिची यहाँ आगो लागिसक्यो ए अम्बक चाहिँ खान आउनु है इस यस्तो सब पाकेको छ यार बोट में बोट भाँचिन्छ हौ कसरी बोट भाँचिन्छ एक बिहानै फलफुल खानु मजा हुन्छ मिठो एउटा टिप्न जम्ला चार पनि ओ सबै मारेन बोडा बिस्तारी खालि मार्छ अहिले उता लानेहरुले चाहिँ बिजोग बनाएर हाम्रो घरमा नि राखिरहेको गालिसक्यो भैँसी चाहिँ बनाएर छ उठेरै अमिलो भयो ओ मामा हात एउटा घरमै छ टिलिक्क लाएर भयो त पहाडी हो यो कि कति बेते होइन जन्मेकै छैन ए त अगाडि लाग्यो यहाँ हो तारेर ल्याउने अब कहाँ तान्नु मासु भुइसक बोल्ने यतै सजिलो भनेर फेरि यता चाहिँ सार्दैछ जान न भाइ त्यहीँ पनि यहाँबाट भाइ यहाँ भाइ देख भिडियो पुरै मान्छेहरू हो तानु अब आउन न गोल गरेर साइली भुइँमा काइली के वाट उ चला न खोइ रक्सी खा जस्तो यसबाट अब धेर छैन होइ लाटो एक छोडेमै भाडा लगाएर भाइ चारीमा एक साथ छैन ल ओ चालेर मार ल जस्ट गाइस अब चाहिँ मैले घर लिप्नु पर्ने हुन्छ हो अब घरमा छोरी मान्छे नभएपछि त्यस्तै हो अब टक्क लाएर म चाहिँ घर सर लिप्छु होइन त्यता भैँसी काट्दैछ मान्छेहरू धेरै छ अनि यहाँ घरहरू पनि लिप्नु पर्ने छ हिजो चाहिँ छेपेको है यस्तो छ अब यो बाहिर लिप्नु पर्ने छ टक्क लाएर
देखो नि बसेर देखिन्छु नि म पुरै तले छोडेको ब्याग 1% चार्ज गर्छ अनि के गर्छ मोबाइललाई 1% अस्ति झरेर फुटेर अनि फुलिएको रह नि त बाहिर सक्यो अझै भित्र बाँकी छ आइज सफा पनि गरेको छैन भित्रै यस्तो छ दिमाग खराब मलाई देखे देखिँदैछ देखिन्छ त म कहाँबाट लिप्दै ल्याउनु भित्रबाट भन्नु उताबाट होला त्यही त लिप्दै ल्याउनु पर्ने होला हुन्छ ल जस्ट गाइस चाहिँ मैले चाहिँ बाहिर भित्र सबै लिपिसकेँ अब चाहिँ यो पोतो हाल्नुपर्छ यस्तो रातो यस्तो हाल्नुपर्छ यस्तो ठाउँमा यस्तोमा हाल्नुपर्छ क्या यस्तोमा रातो हाल्नुपर्छ हिजो सेतो पनि लागेछ अलिअलि अब मान्छे उता उताको देखिरहेको छ त यस्ता मुलालाई क्यामेराम्यान बनाउनु मेरो जिन्दगी यस्ता भ्लगर मलाई छिटो गर्न ढिलो भइसक्यो मलाई जान त तँलाई पनि त्यो रोकिरहेको छ मैले बोलाएको हो नि यहाँ मेरो अलिक निक्लेर देखाउँ तपाईँले त पनि अलिक हल्का बसेर अलिक राम्रो देखिन्छ चट्ट देखिनु पर्छ डन्डीफोर हटाउँछ यो यसले फेस वासले हटाउँछ नि सानो सानो किन्न मैले ल जस्ट गाइस चाहिँ मैले चाहिँ सकिसकेँ कामहरू 100 रुपियाँ किलो 110 रुपियाँ किलो मैले चाहिँ सबै सकिसकेँ साथीहरू यही हो अब यसलाई चाहिँ बढार्नुपर्छ कलर सलर पनि हालिसकेँ पोते सोते होइन त्यही हो बाहिर भित्रै सकिसकेँ मैले यता भित्र पनि सकिसकेँ यता बाहिर पनि सकिसकेँ त्यही हो अब त्यो सफा गर्नु पर्यो के गर्नु यो जस्तो बेरोजगारी परिएन अब त अब घर काम गर्नै पर्यो बेरोजगारीहरू यस्तै हिँड्छ डुली हिँड्छ यहाँ सिक लिप्नु सिक भन्दा पनि सिक्दैन यो गाई चाहिँ अब चाहिँ हाम्रो मासु आइसकिसक्यो तर यहाँनिर बस्ने पिरै सबै यस्तो दिमाग खराब भएको रहेछ फेरि यो सबै हिजो घर छेपेकोले क्या यसलाई पुसपास गऱ्यो होइन अब चाहिँ होइन म चाहिँ हातखुट्टा सातखुट्टा पनि नुहाइ धुवाइ पनि गरिसकेँ अनि अब चाहिँ मासु सासु आइसकेको छ हाम्रो चाहिँ अब आजदेखि चाहिँ मेन दसैँ लागेको हो नि त होइन त साथीहरू किनकि आजदेखि मासु सासु सबैको काटकुट हुन्छ अनि दसैँ आजदेखि हो मासु नै मासु हो त्यसलाई पुसपास गरेर चाहिँ अब मासु सासु काटेर पकाएर खानुपर्छ खोइ अचानक है यो म लागि डमडोर
डाबी कहाँ अरे पोलेर बसेको पनि अयो खोइ खोइ यिनीहरू ल अब चाहिँ ए छाला रहेछ है त अब चाहिँ काटकुट गरेर चाहिँ यसलाई चाहिँ पार्ने हो खोइ केमा हाल्नु खोइ हातै हात उठो यहाँ रहेछ सिल पार्नुपर्छ यहीँ होस् न सिल पार्नेहरू कुनै कुनै होला फोक्सै मान्छेको जस्तै पछि यसलाई हामीले सिला पार्नुपर्छ है यो मासुलाई यस्तोलाई यिनीहरूलाई ल मान्छे अब चाहिँ सिला पनि पारिसक्यो यसलाई यसरी सिला पार्नुपर्छ यस्तो यो यहाँ झुन्डाउने होइन यसरी झुन्डाएर चाहिँ यसलाई चाहिँ यहाँ राख्नुपर्छ यो यहाँनिर आगो माथि क्या यसरी कर्चो कर्चो पारेर राख्नुपर्छ यो सुक्छ क्या यो आगोले सुक्छ होइन यसरी यस्तो चट्टो लाग्यो Untuk minda apa ni? Ni putih lagi nana dah putih ramai dulu orang mana? Aku dah. ल अब चाहिँ भुट्टो हान्नुपर्छ यो हो मेरो भुट्टा चाहिँ अब हान्नुपर्छ सिपा गर्नुपर्छ छाना त बुटा के नै जुन पनि लाग्दैन क्या हो अहिले चाहिँ मैले चाहिँ दिउँसो ब्लगिङ गर्न पाइनँ त्यही केही कारणले है अनि मैले चाहिँ अहिले ब्लगिङ गर्दैछु अब नेक्स्ट भिडियोमा भेटौँ मेरो अहिलेको ब्लगहरू कस्तो लाग्दैछ प्रतिक्रिया दिनु लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु होला है ल गाइज बाई